शरणार्थी राम्रो हुँदैन र भनेर क्वेसन आएको छ। अब पहिला एकचोटि युएसएको शरणार्थी काण्ड त तपाईँहरूले सुनिरहनु भएको होला होइन। अब फ्रान्समा पनि शरणार्थी बन्न चाहिँ मिल्छ, आएर अप्लाई गरेर धेरै नेपालीहरू बनि पनि रहनु भएको छ। अब मान्छे अनुसारको पर्सेप्सन फरक हुन्छ। मेरो नजरमा चाहिँ शरणार्थी भन्ने चिज खासै राम्रो होइन जस्तो लाग्छ है। आफूले लाइफमा केही गर्न नसकेर हुन्छ नि अरूको शरणमा चाहिँ ल मैले चाहिँ लाइफमा केही गर्न सकिनँ, मलाई सेक्युरिटी थ्रेट्स भयो, मलाई चाहिँ तेरो देशमा शरण रे भनेर बस्नु भनेको चाहिँ भोलि होइन आफूले आफैलाई यसो सोच्दाखेरि चाहिँ धिक्कार्न मन लाग्छ क्या। मैले त लाइफमा केही गर्नै सकिनँ यार, अरूको देशमा आएर शरणमा आएर बस्नु पऱ्यो भनेर मान्छेले कसरी चाहिँ बाँच्न सकिन्छ क्या। आई डोन्ट नो, अब फेसिलिटी होला ब्रो, तिमी आफै जान्थ्यौ होला पाएको भएदेखि होइन यताउति भनेर कमेन्टहरू आउन सक्छ, ओके नो प्रब्लम होइन। तर मलाई चाहिँ मेरो नजरमा चाहिँ होइन रियल जेन्युन टाइपको शरणार्थी हो भने त ठिक छ ल होइन। उसलाई देशमा थ्रेट्स भयो, पोलिटिकली लागेको थियो, देशमा चाहिँ मार्ने धम्की आयो या जेल हाल्ने धम्की आयो, त्यो केसमा भागेर आयो बस्यो भने ठिक छ, त्यो भनेको जेन्युन टाइपको भयो होइन। तर धेरै नेपालीहरूले चाहिँ लाइफमा केही गर्नै नसकेर शरणार्थी भनेको चाहिँ बब्बाले हो होइन, म त डाइरेक्ट पिआरै पाएको उतै बस्न पाउँछु भन्ने हिसाबले चाहिँ एकदम इन्ट्रेस्टेड भएर आउँछन् होइन। मेरो नजरमा चाहिँ राम्रो होइन। अब हजुरको नजरमा राम्रो लाग्छ भने चाहिँ आउनुहोस्, मैले केही भन्न छैन होइन। मेरो पर्सनल ओपिनियनमा चाहिँ लाइफमा चाहिँ केही गर्नै नसकेर त्यहाँ पुगेको जस्तो लाग्छ मलाई चाहिँ। भोलि रिग्रेट हुन्छ लाइफमा होइन, धेरै रिग्रेट हुन्छ क्या। आफैले आफैलाई धिक्कारिन्छ क्या, लाइफमा केही गर्न सकेन, कस्तो जन्मेछु के भएछ भनेर। अफकोर्स हुन्छ है मेरो नजरमा चाहिँ। अब तपाईँहरूलाई कस्तो लाग्छ कमेन्टमा लेख्नु होला है त। चियर्स गाइज। अनि सरी है कसैको केहीमा हर्ट हुन गएमा होइन, मैले भनेको वर्डहरूले हर्ट भएमा आइएम रियली सरी है त गाइज। लभ यु अल।